झुठे नमस्कार साथीहरू, अघि बढ्दै गएको झुठेको यो एपिसोड दर्शकका लागि अत्यन्तै भावुक र पीडादायी बन्यो। गौरीको गर्भमा रहेको बच्चा बचाउन सबैले प्रयास गरे पनि अन्ततः बच्चा बच्न सकेन। बच्चा गुमाएपछि गौरीको मानसिक अवस्था निकै विक्षिप्त बन्छे। उसले आफ्नो बच्चा मरेको कुरा स्वीकार गर्नै सक्दिन र बारम्बार मेरो बच्चालाई केही भएको छैन भन्दै काखमा च्यापेर राख्न खोज्छे। आमाको माया, पीडा र असहाय अवस्था देखेर त्यहाँ उपस्थित सबैको आँखा रसाउँछ। गौरीले आफ्नो मृत शिशुलाई भगवानको घरसम्म आफू पनि सँगै जाने कुरा गर्दै रोएको दृश्यले एपिसोडलाई झन मार्मिक बनायो। यता गाउँका केही मानिसहरूले भने यो घटनालाई मानवता र स्वास्थ्यसँग जोडेर हेर्नुको सट्टा जातीय अन्धविश्वाससँग जोड्न थाले। गौरी र धर्मबीचको सम्बन्धका कारण कुलदेवता रिसाएको, त्यसैले यस्तो घटना भएको भन्ने हल्ला फैलाउन सुरु गरिन्छ। यसले समाजमा रहेको अन्धविश्वास, जातीय विभेद र संकुचित सोचलाई फेरि एकपटक उजागर गरेको छ। केही पात्रहरू अझै पनि यही भ्रम फैलाएर धर्म र गौरीलाई अलग पार्ने षड्यन्त्रमा लागिरहेका देखिन्छन्। उता जुने, बुहारी र केही संवेदनशील पात्रहरूले भने गौरीको पीडालाई मनदेखि महसुस गर्छन्। उनीहरू एक महिलाको रूपमा गौरीले भोगिरहेको असह्य दुःख देखेर भावुक बन्छन् र सक्दो साथ दिने निर्णय गर्छन्। धर्म पनि बाहिरबाट कठोर देखिए पनि भित्रभित्रै निकै टुटेको देखिन्छ। आफ्नै सन्तानलाई बचाउन नसकेको पीडाले ऊ मौन र भावुक बनेको छ। अब आउने एपिसोडमा के हुन सक्छ? आगामी एपिसोडमा गौरीको मानसिक अवस्था अझै बिग्रदै गएको देख्न सकिन्छ। बच्चा गुमाएको पीडाबाट बाहिर निस्कन उसलाई निकै कठिन हुनेछ। उसले अझै पनि आफ्नो बच्चा जीवित छ भन्ने भ्रममा बाँच्ने सम्भावना देखिन्छ, जसका कारण परिवारले उसलाई सम्हाल्न ठूलो सङ्घर्ष गर्नुपर्नेछ। त्यसैगरी गाउँभरि जात नमिलेकै कारण कुलदेवता रिसाए भन्ने हल्ला अझै तीव्र रूपमा फैलिन सक्छ। यही बहानामा धर्म र गौरीको सम्बन्ध तोड्ने नयाँ षड्यन्त्र सुरु हुने सङ्केत देखिएको छ। धर्ममाथि सामाजिक दबाव बढ्नेछ भने गौरीले न्याय र साथ पाउने कि नपाउने भन्ने प्रश्न अझै खुला रहनेछ। अर्कोतर्फ गौरीको पक्षमा उभिने पात्रहरूले अब अन्धविश्वास विरुद्ध आवाज उठाउन सक्छन्। धर्मले पनि आफ्नो प्रेम र जिम्मेवारी निभाउन समाजसँग भिड्ने निर्णय गर्न सक्छ। त्यसैले आगामी एपिसोडमा भावनात्मक द्वन्द्व, सामाजिक सङ्घर्ष र नयाँ मोडले कथा अझ रोचक र गहिरो बन्ने सम्भावना छ। यो एपिसोडले आमाको माया, सन्तान गुमाउनुको असह्य पीडा, जातीय विभेद र अन्धविश्वासले समाजमा पार्ने असरलाई निकै शक्तिशाली रूपमा प्रस्तुत गरेको छ। धन्यवाद।